के तपाईको लिङ्गको टुप्पोको छालालाई पछाडि तान्दा दुख्छ या बारम्बार चिरिन्छ या रगत बग्छ? यस समस्यालाई हामी टाइट फ्रेनुलम भन्छौँ। नमस्ते, म डाक्टर आदित्य जलान, सर्जिकल अन्कोलोजिस्ट, यूरो अन्को सर्जन। आज म तपाईँ नजिक एउटा टपिक लिएर आएको छु। यसलाई हामी टाइट फ्रेनुलम या फ्रेनुलम ब्रेभी भन्छौँ। फ्रेनुलम भनेको के हो त? फ्रेनुलम भने कस्तो हुन्छ भने लिङ्गको टुप्पोको भागमाथि एउटा जुन छाला हुन्छ, त्यो छाला र लिङ्गको ग्ल्यान्स पेनिसलाई जोड्ने एउटा चाहिँ सानो छालाको भाग हो, पट्टी। यो पट्टी यदि सानो भइदिएछ, यो टाइट भइदिएको छ भने छाला हाम्रो राम्ररी फर्किन पाउँदैन। त्यसले गर्दा हामीले यदि माथि पिसाब फेर्दाखेरि लिङ्गको भागले हामीले तल गर्छ, छालाले तल गर्न खोज्छौँ, या यौन सम्पर्क गर्दा यदि हाम्रो छालाको भाग तल हुन्छ भने त्यतिखेर चिरिन्छ या रगत बग्न सक्ने समस्या आउँछ र बारम्बार दुखिरहन्छ र यसले चाहिँ हाम्रो डेली एक्टिभिटिजलाई चाहिँ असर पारिरहन्छ। अब यसको उपचार के त? सबभन्दा पहिले म यो भन्न चाहन्छु कि मान्छेहरू जुन हामी कहाँ हुन्छौँ उनीहरूले के भन्छ भने होइन, मैले त यसको लागि चाहिँ सर्कमसिजन गर्नुपर्छ कि। तर म यो एउटा मिसकन्सेप्टलाई पहिले हटाउन चाहन्छु। हरेक यो टाइट फ्रेनुलममा सर्कमसिजन यसको उपचार होइन। यसमा चाहिँ हामीले के गर्न सक्छौँ, यसलाई चाहिँ हामीले फ्रेनुलोप्लास्टी गर्छौँ, जसमा चाहिँ जुन यो छाला टाइट छ त्यसलाई हामीले खोलिदिन्छौँ, टाइटलाई र हल्का लुज बनाइदिन्छौँ, जसले गर्दा चाहिँ छाला राम्ररी फर्किन सक्छ र जुन समस्या देखिरहेछ त्यसलाई समाधान गर्छ।